हेलो नमस्ते सेवा सबैजना आरामै हुनुहुन्छ होला। अनि के आज त असार 15को सबैजनालाई शुभकामना। अनि कतिजना हुनुहुन्छ होला खेततिरै काम गर्दै होला धमाधम होइन, छिटो सकियोस् भनेर। अनि कतिजना चाहिँ दही चिउरा खाएर असार 15 मनाउनु भयो होला। अनि खेतमा काम गर्ने मान्छेहरूलाई चाहिँ कति बेला सकिन्छ काम भन्दै हतार हतार गर्दै हुनुहुन्छ होला। अनि हामी पनि पहिला खेत रोप्थ्यौँ होइन, हाम्रो खेत थियो। अनि हामी खेत रोप्दाखेरि चाहिँ पहिला त्यो के पो पाहाडको खेतहरू त ठुलो ठुलो आली हुन्छ। अनि आली लाउनु त्यो त्यसपछि झार उसको पाटामा झार खेल्नु, अब एकदमै धेरै काम क्या। अनि फल्नु चाहिँ थोरै फल्ने, काम चाहिँ धेरै। अनि त्यो फेरि टिप्दाखेरि त्यो झारहरू खेल्दा, त्यो के पो आली लाउँदा बिउ खेल्दा जिउभरि त्यो कमिला पसेर टोक्ने क्या, कस्तो झ्याउ लाग्ने होइन। अनि खुट्टाहरू हिलोले खाएर हैरानै पार्ने। अनि तर पनि कति रमाइलो क्या लाग्ने। हामी सबै गाउँको मान्छेहरू खेततिर झर्थ्यो। अनि सबै खेततिरै अनि हुन्थ्यो। अनि मान्छे खोज्नु पऱ्यो भने पनि खेततिर खोज्नुपर्ने क्या। अहिले चाहिँ यो असार साउनतिर चाहिँ। अनि धान रोपिसकेपछि चाहिँ अलिक काम, अब ज्यात्रो काम सक्यो भने अनि अरू काम चाहिँ अब हल्का नै लिने हामी। खेतको काम चाहिँ एकदमै गाह्रो। अनि खेत सकेपछि चाहिँ अनि कुखुरा क्या मैचाहरू खानुपर्ने होइन, त्यस्तो चलन थियो। अनि पहिला काम धेरै होइन, खानु लाउनु चाहिँ एकदम कम हुन्थ्यो। काम जति गरे पनि खानु लाउनु चाहिँ किन दुःख थियो क्या त्यो बेला, काम कति धेरै गरिन्थ्यो। अहिले त फेरि कामहरू गरिँदैन, खानु लाउनु चाहिँ अलिक पाइन्छ है। अनि खानु पनि अब अरू अलिअलि भए पनि जे पनि खानु पाइयो होइन। पैसा कहाँबाट आउँछ कुन्नि पैसा चाहिँ अलिक हुनु पऱ्यो। अनि खानु पाइन्छ, लाउनु पाइन्छ। पहिला त पाइँदैन थियो। लुगा पनि 1 वर्षमा एकचोटि किनेर लाउनु पर्ने हो, त्यो पनि दसैँमा होइन। सर्ट फ्रक क्या, कस्तो ड्रेस, स्कुल ड्रेस किनेर लाउनु पर्छ अनि त्यसपछि अहिलेको जस्तो लुगा प्रशस्त हुन्थेन। खानु पनि अब अहिले चटपटे पानीपुरी के खाइरहन्छ, पहिला त्यस्तो थिएन नि है। कस्तो पहिलाको दुःख थियो है, खानु लाउनु नै दुःख क्या। जनसङ्ख्या पनि कम होला। अनि अहिले चाहिँ फेरि जनसङ्ख्या धेरै, खोइ दिमागले नै बुद्धिले नै होला, काम खानेको मात्रै गर्छन् कि के हो। खानु पाइन्छ अहिले त जे पनि। धन्यवाद मेरो भिडियो हेरिदिनु भयो होइन। म चाहिँ त्यो खानुकै कुरा गरेर मेरो भिडियो सकाएँ। अनि हामीले चाहिँ आज असार 15 मनाएनौँ, किनभने हामी दही चिउरा खासै मन पराउँदैनौँ। बाई बाई।